अथवा टेनिस खेलमा लगानी गर्यो अथवा टेनिस प्लेयरहरूलाई चाहिँ प्रोत्साहन गर्यो भने यसमा जित हासिल गर्ने सम्भावना धेरै छ भन्न खोज्नु भएको तपाईले हजुर किनभने एकजनाको लागि लगानी गर्न पर्यो र यो गेम कतिको महँगो गेम हो टेनिस एकदम महँगो गेम हो हैन अब एउटा नेपाली कन्टेक्स्टमा अब र्याकेट सुज बल कोर्ट कोचिङ अब टेनिसलाई चाहिँ टेनिसमा चाहिँ एकदमै राम्रो कोच एकदम इम्पोर्टेन्ट हो यो अर्लियर गेम बिगिनिङ स्टेजेसमा अनि जस्तै अब त्यो एउटा बिगिनिङबाटै सुरु गर्दै अब एडभान्स अनि प्रोफेसनल लेभलमा चाहिँ बडी टुर्नामेन्ट खेल्नुपर्ने हुन्छ हाम्रो यो पोइन्ट कमाउँदै र्याङ्किङ इम्प्रुभ गर्न अनि त्यसको लागि चाहिँ अब प्रोफेसनल टुर्नामेन्ट चाहिँ नेपालमा एउटा पनि हुँदैन अब त्यसको लागि चाहिँ मैले देश विदेश गएर खेल्नुपर्छ अनि त्यसमा पनि अब र्याङ्किङ माथि भयो भने मात्रै म एक्सेप्ट हुन्छु टुर्नामेन्टमा हैन अनि त्यो यो सबै कुराहरू छ कि जस्तै ट्राभलिङले चाहिँ यसको लागि फेरि सबैभन्दा महत्त्वपूर्ण पाटो चाहिँ प्रशिक्षण नै रह्यो हैन र्याङ्किङमा पर्नको लागि आफ्नो प्रस्तुतिलाई बलियो बनाउनका लागि हजुर यो सबै इम्पोर्टेन्ट छ सबैभन्दा अहिले मेरो लागि इम्पोर्टेन्ट कुरा चाहिँ ट्राभलिङ भन्नाले अब म जापान गएर फ्लाइट होटेल भयो जस्तै अब वर्ल्डमा वर्षमा केही नभए पनि प्रोफेसनल प्लेयर भएपछि 30 वटा जति टुर्नामेन्ट खेल्नुपर्ने हुन्छ त्यसको लागि अब आफूलाई एकदम मुलुकमा जान पर्यो हजुर अब त्यसको लागि त्यही अनुसारको ट्रेनिङ गर्नु पर्यो प्लेयरलाई अब प्लेयर भएपछि त्यही अनुसारको अब डिसिप्लिनमा बस्नु पर्यो अब मोरली पोजिटिभली लैजानु पर्यो आफूलाई अनि अब कोचहरुसँग फ्यामिलीसँग सल्लाह गरेर अब कसरी अगाडि बढ्ने भन्ने हैन यो सबै कुराहरु एकदमै इम्पोर्टेन्ट छ अनि अब आफूलाई अब मेहनत गर्न चाहिँ कहिले पनि छोड्नु हुँदैन र जसको लागि चाहिँ आर्थिक पाटो अत्यन्तै महत्त्वपूर्ण छ पैसा पनि जोडिन्छ हैन लगानी जोडिन्छ हजुर अब त्यही हो अब एउटा नेपालमा चाहिँ हैन एउटा खेलेर चाहिँ अब त्यस्तो लिभिङ गर्ने भन्ने एकदमै असम्भव कुरा हो टेनिसबाट चाहिँ हैन है अब खेलाडीलाई चाहिँ धेरै गाह्रो छ अब नेपालमा गत वर्ष 2013 मा होला हैन तपाई सानै हुनुहुन्थ्यो त्यो बेलामा तपाई युथ एशियन खेलकुदमा नेपाली प्रतिनिधित्व गर्दै चीनमा जानुभयो त्यो तपाई धेरै अगाडिको कुरा पनि हो तपाई सानै हुनुहुन्थ्यो त्यो बेलाको त्यो यात्राको बारेमा तपाई सम्झिनुहुन्छ कसरी त्यो यात्रामा अथवा त्यो प्रतिस्पर्धामा तपाई कसरी सहभागी हुनुभएको थियो कस्तो रह्यो प्रतिस्पर्धा हजुर त्यही अब हाम्रो सधैँ छनौट हुन्छ म छनौटमा अब हामी एकजना केटा एकजना केटी अब म र अस्तेसा लिसानोभिच हामी दुईजना फर्स्ट टाइम अब हामी नानजिङ चाइनामा भएको थियो यो गेममा सेलेक्ट भयो अनि अब म सानै थिएँ त्यो उमेरमा अब यो ठुलो अपर्च्युनिटी अब ठुलो प्लेटफर्ममा अब खेल्दाखेरि अब मेरो लागि पनि पहिलो पटक नै हो यो तपाई कति वर्षको हुनुहुन्थ्यो 14 वर्षको म 14 वर्ष होला हजुर 14 वर्षको उमेरमा अब त्यो ठुलो प्लेटफर्ममा खेल्न पाउँदा अब त्यो अरा नै अर्कै थियो अब मान्छेहरूले हेर्ने जस्तै क्यामेराहरूदेखि लिएर लाइट्सहरूदेखि लिएर अब त्यो सानै उमेरमा मैले त्यो अब एक्सपिरियन्स पाउँदाखेरि चाहिँ मलाई धेरै हेल्प भयो कि मैले धेरै सिक्न पाएँ आफ्नो बारेमा गेमको बारेमा बुझ्दै गएँ अनि त्यसले चाहिँ मलाई अब धेरै हेल्प गरेको छ अब यो अहिलेको जर्नीमा त्यो तपाईको पहिलो अन्तर्राष्ट्रिय खेल थियो मैले पहिलो अन्तर्राष्ट्रिय खेल चाहिँ म अन्डर 14 मा म्यानमार गएको थिएँ त्यो चाहिँ मेरो अन्डर 14 मा त्यो चाहिँ पहिलो थियो अनि अब सायद सबैभन्दा ठुलो गेममा चाहिँ अब ठुलो गेम चाहिँ पहिलो पटक थियो अब अलिकति अब मान्छेहरू पनि धेरै अब अरु गेमहरू पनि भइरहेछ अब जस्तै हैन यहाँ नेपालबाट पत्रकारहरू पनि मिडियाहरू पनि गइरहेको छ हैन अनि अन्तर्राष्ट्रिय स्तरको ठुलो र चर्चित खेल थियो यो एशियन कप 2013 मा तपाईले सहभागिता जनाउनु भएको थियो त्यो चीनमा भएको थियो तर तपाईले 20 वटा भन्दा बढी देशहरुमा चाहिँ प्रतिनिधित्व गरिसक्नु भएको छ नेपालको हैन र तपाईलाई एकदमै सन्तुष्ट भएको अथवा आफुलाई मन परेको गेमहरु अहिलेसम्म तपाईले खेल्नु भएकोमा कुन हो अब नेपालबाट खेल्ने गेमहरु अब यो एशियन गेम्स डेभिस कप साउथ एशियन गेम्स अब यो युथ एशियन गेम्स देखि अब यो युटीआर प्रो सिरिज अब म अब देश विदेश धेरै ठाउँमा हुन्छ हैन युएस मा खेल्ने गेमहरु अब आईटीएफ प्रो सिरिज अब यो सबै गेमहरु जसमा कि लेभल हाई हुन्छ हैन जसमा चाहिँ
मेरो लागि ठुलो च्यालेन्ज हुन्छ त्यो सबै गेमहरू चाहिँ एकदम राम्रो एक्सपिरियन्स हो अनि प्लस यसमा पनि अब मलाई चाहिँ एकदमै सेटिस्फ्याक्सन आउने चाहिँ आफूभन्दा राम्रो प्लेयरलाई अब जित्दाखेरिको विश्वमा नाम चलेका खेलाडीहरूलाई हराउँदाखेरि खुसी लाग्छ एकदम खुसी लाग्छ मलाई चाहिँ किन भन्दाखेरि अब खेल्न कहिलेकाहीँ चाहिँ खेलेर सिक्न प्लस अब मैले अब त्यो लेभलको अब मेहनत गरेर अब यो वर्थ इट लाग्छ कि अब पहिलाको दिनमा मैले अब धेरै मेहनत गरेँ धेरै सेक्रिफाइस गरेँ एन्डी मरे भेनस विलियम्स जेसिका पेगुला जस्ता स्टारहरूसँग पनि खेल्नुभयो होइन र स्टारहरूलाई हराउनु पनि भयो नि तपाईँ खेल्दाखेरि चाहिँ यी स्टारहरूसँग मेरो प्रतिस्पर्धा हुँदैछ भन्ने हुँदाखेरि कस्तो हुँदो रहेछ तपाईँलाई डर लाग्थ्यो कि अथवा तपाईँ उत्साहित हुनुहुन्थ्यो कि कस्तो हुँदो रहेछ ए होइन उहाँहरूसँग चाहिँ म प्र्याक्टिस गरेको हो होइन इन्डियन वेल्समा प्रतिस्पर्धा गर्नुभएको हजुर म चाहिँ प्र्याक्टिस गरेको हजुर प्र्याक्टिस गर्ने बेला चाहिँ अब त्यही हो अब टिभीमा देखिरहेको प्लेयरहरू अब उहाँहरूसँग के भन उहाँहरूसँग सिक्दा अब होइन उहाँहरूले के गर्नुहुन्छ बिहाइन्ड द सिन अब यो राम्रो अपर्च्युनिटी हो कि गेमको अब ग्रेड्सहरूसँग लर्न गर्दाखेरि अब यसले चाहिँ मैले पनि आफ्नो गेममा सुधार गर्दै लैरहेको छु अनि अब उहाँहरूसँग अब मैले क्वेसनहरू पनि सोधिरहेको हुन्छु कि के गर्ने अनि मैले हेरेर देखेरै पनि धेरै कुरा सिकिरहेको छु तपाईँले गत वर्ष त नोभाक जोकोभिच जो विश्व चर्चित खेलाडी हुनुहुन्छ नि टेनिसको उहाँसँग पनि प्र्याक्टिस गर्ने अवसर पाउनु भएको थियो होइन तपाईँ कस्तो हुँदो रहेछ तपाईँले बुझेको टेनिस तपाईँले खेलिरहेको टेनिस र विश्व चर्चित खेलाडीहरूसँग प्र्याक्टिस गर्दाको टेनिसमा नि के फरक हुँदो रहेछ अथवा त्यो खेल्ने तरिकामा केही फरक हुन्छ हजुर अब खेल त सेम हो होइन यो अब बल हान्ने तर उहाँहरू चाहिँ अब एकदमै अब हुन्छ नि एक्सपिरियन्स यति बटुल्नु भएको छ कि अब मोमेन्ट टु मोमेन्टमा उहाँहरूले अब कहाँ बल हान्ने के अब उहाँहरू चाहिँ अब एउटा के भन्ने यो गेम मास्टर्स गरिसकेको प्लेयरहरू अब म चाहिँ अब मेरो लागि चाहिँ एकदमै अब म चाहिँ ग्रेटफुल छु कि यो अपर्च्युनिटी उहाँसँग अब मेरो उहाँ चाहिँ एउटा आइडल पनि हुनुहुन्थ्यो जोकोभिच एन्डी मरे अब मेरो चाहिँ राम्रो टु ह्यान्ड ब्याकह्यान्ड थियो होइन टु ह्यान्ड ब्याकह्यान्ड थियो अनि मैले चाहिँ उहाँहरूलाई बच्चैदेखि हेर्थेँ अनि यो अपर्च्युनिटी पाउँदा चाहिँ म खुसी छु अनि मैले धेरै सिक्न तपाईँको खेल जीवनमा यसले सहयोग पनि गरेको छ उहाँहरूसँगको प्र्याक्टिसले हजुर धेरै सहयोग गरेको छ हजुर तपाईँले अब ओलम्पिक चाहिँ खेल्न बाँकी छ अथवा यसमा ओलम्पिक माइलसम्म अवसर नपाउनु भएको हो कि अथवा केले रोकेको छ ओलम्पिकको सहभागिताका लागि तपाईँलाई के छ आगामी तयारी के छ मैले एकदम अब मेहनत गरिरहेको छु 2028 ओलम्पिकको लागि आफ्नो मोरली पोजिटिभ भएर अब कोचेसहरूसँग होइन सल्लाह गर्दै अब कसरी अगाडि बढ्ने भन्ने उ गरिरहेको छु त्यसको लागि चाहिँ अब ओलम्पिक खेल्न चाहिँ अब हाम्रो प्रोफेसनल ऱ्याङ्किङ हामी 2-3-400मा पढ्नुपर्ने हुन्छ होइन त्यसमा चाहिँ अब मेरो ऱ्याङ्किङ अहिले हाई इनफ छैन अब 2028मा अब त्यो रेन्जमा पऱ्यो भने मैले एटलिस्ट वाइल्ड कार्ड पाउँछु कि होइन हाम्रो फेरि अरू गेमहरू जस्तै होइन वाइल्ड कार्ड हुन्छ जस्तै स्विमिङ अरू देशमा नेपालको भनेर जस्तै टेनिसमा चाहिँ हामी क्वालिफाई अब प्रोफेसनल ऱ्याङ्किङ विश्वको केही नभए पनि 200-300मा परेन भने चाहिँ हामी ओलम्पिक खेल्न मिल्दैन त्यो हिसाबले अहिलेसम्म कोही नेपाली ओलम्पिक टेनिस खेलाडी ओलम्पिक नखेल्नु पनि एउटा त्यही रिजनले हो जस्तो तपाईँले अघि चाहिँ आफ्नो खेललाई उत्कृष्ट बनाउनका लागि कोच प्रशिक्षणको पनि उत्तिकै जरुरी छ अथवा यसले पनि महत्त्वपूर्ण भूमिका राख्छ भनेर भन्नुभयो होइन हुन त तपाईँ अमेरिकामा डिभिजन 1 टेनिस खेल्ने पहिलो र एकमात्र नेपाली खेलाडी पनि हो नि होइन तपाईँले अमेरिकामा केही समय बिताउनु पनि भयो छात्रवृत्तिमा तपाईँ प्रशिक्षणका लागि अथवा पढ्नका लागि पनि जानुभयो यो प्रशिक्षणहरूको विषयले नि तपाईँको जीवनमा कतिको भूमिका राखेको छ अथवा यो विषयमा अलिकति बताइदिनुहोस् न हजुर त्यही हो अब म जुनियर खेल्थेँ अनि जुनियर पछि चाहिँ के गर्ने भन्ने होइन अब प्रोफेसनल जान्न त एकदमै गाह्रो हुन्छ होइन अनि जस्तै मैले एउटा राम्रो अपर्च्युनिटी पाएँ युएसमा कि अब जस्तै पढाइ पनि सँगसँगै लैजाने अब गेम पनि सँगसँगै लैजाने अनि प्लस गेम पनि एकदमै हाई लेभलको गेम अब यो डिभिजन 1 भनेको त्यस हाम्रो डिभिजन 1 टेनिसमा चाहिँ NCAA नेसनल कलिजिएट एथलेटिक एसोसिएसन डिभिजन 1 युएसमा म सुरुमा मायामीमा थिएँ 2016 2017 त्यसपछि म युनिभर्सिटी टेक्सस आर्लिङटनमा 1 वर्ष खेलेँ 2017 to 2018 अनि
2018 to 2020 चाहिँ म सेन्ट मेरिज कलेज अफ क्यालिफोर्निया यो चाहिँ सान फ्रान्सिस्को नजिकै त्यहाँबाट ग्रेजुएट भयो बिजनेस डिग्रीमा तर मेरो यो जर्नीमा चाहिँ अब म चाहिँ 2 घन्टा एकदमै राम्रो प्रोफेसनल कोचेसहरूसँग ट्रेनिङ गर्थेँ हाम्रो फिटनेस हुन्थ्यो त्यही अनुसारको डायटदेखि लिएर बडी टेक केयर गर्ने फिजियोहरूदेखि लिएर हामी चाहिँ केही वरि नै गर्नु पर्थेन अनि हाम्रो कलेजले नै हामीलाई 15-20वटा ठाउँ होइन जस्तै फ्लाइट होटेलदेखि लिएर ऱ्याकेट इक्विपमेन्ट्सदेखि लिएर सुजदेखि लिएर होइन मेरो लागि चाहिँ यो कति 5 वर्ष चाहिँ एकदमै इनभ्यालुएबल भयो कि मैले धेरै सिक्ने अपर्च्युनिटी पाएँ मैले वर्षको केही नभए पनि 50 अलमोस्ट 70-80 म्याचेसहरू खेलेँ होइन 2016देखि यो प्रोफेसनल हाई लेभल प्लेयरहरूसँग होइन अनि एउटा उपलब्धिमूलक रह्यो होइन अब तपाईँ 2025 पिएनपी पेरिबास ओपनमा प्र्याक्टिस पार्टनरका रूपमा चाहिँ फेरि पनि अमेरिका जाँदै हुनुहुन्छ र हामी त्यसकै पूर्व सन्ध्यामा तपाईँसँग कुराकानी गर्दैछौँ यो कस्तो खालको यो प्रतियोगिताको विषयमा अलिकति बताइदिनुहोस् न यो के हो तपाईँ के गर्दै हुनुहुन्छ त्यहाँ सो यो म चाहिँ फेरि छनौट भयो यो म लास्ट इयर पनि गरेको थिएँ 2025मा बिएनपी पेरिबासको प्र्याक्टिस पार्टनर भएर होइन अनि यो वर्ष पनि फेरि छनौट भयो यो बिएनपी पेरिबास ओपन भनेको चाहिँ विश्वको टप टुर्नामेन्ट हो 5th ग्रान्ड स्ल्याम पनि भनिन्छ होइन यसमा चाहिँ अब मेरो रोल भनेको चाहिँ अब प्लेयरहरूलाई वार्मअप गरिदिने प्लेयरहरूसँग प्र्याक्टिस म्याचेसहरू खेलिदिने अब होइन प्लेयरहरूलाई अब ड्रिलिङहरूमा हेल्प सहयोग गरिदिने अनि म चाहिँ अब यो मेरो लागि पनि अब यो वर्ल्डको बेस्ट प्लेयरहरूसँग एउटा सिक्ने अपर्च्युनिटी हो कि अब भोलिको दिनमा म पनि यो सिकेरै एक दिन मलाई चाहिँ अब बिएनपी पेरिबास खेल्ने गोल छ सपना छ हजुर अब त्यही हो अब यसले चाहिँ मलाई धेरै हेल्प गर्नेछ हुन्छ तपाईँको यो सपना पनि पुरा होस् र ओलम्पिकमा पनि तपाईँको सहभागिता हामीले देख्न पाइयोस् तपाईँलाई शुभकामना र समय र संवादको लागि पनि धेरै धेरै धन्यवाद हजुर थ्याङ्क यू दर्शकबिन उहाँ हुनुहुन्थ्यो टेनिस प्लेयर र विश्व वरियतामा पर्न सफल पहिलो नेपाली खेलाडी टेनिस खेलाडी अभिषेक वास्तोला आजलाई एपी टक टाइमको समय सकिएको छ AP1 हेर्दै गर्नुहोला नमस्कार IC Asia presents AP Talk Time.